फुर्के नम्बर 1 ओहो फुर्के नम्बर 1 फुर्के 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 गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको के कुरा गर्नु उनले पाखुरा सुर्केको के कुरा गर्नु उनले पाखुरा सुर्केको भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ यो हो फुर्के नम्बर 1 यो हो फुर्के नम्बर 1 ओहो फुर्के नम्बर 1 ओहो फुर्के नम्बर 1 के सोचिरहेको तैँले गन 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 गर्दै भक्ति जुनीलाई नि केही उपहार केही मायाको चिनो दिउँ भनेर सोच्दैछु तर के दिउँ भनेर चाहिँ त्यो चाहिँ नै छ नि त दिमागमा त्यही भएर गम्भीर सोचेको क्या के दिनु निदारे ठोक न बुरु कतै बुद्धि आउँछ कि भाग छैन ठोक्दा के दिनु के दिनु एकटा हो के दिँदाखेरि बेस्ट होला हौ त्यो चाहिँ के चाहिँ दिनु रुमाल दे रुमाल होइन पर्दैन दामी मेरो बात सुन औँठी बनाइदियो एउटा घडी त घडी सुन्दैन सुन चेन सुनको चेन केको मेडिकेट र पेडिकेट गराइदिए मेरा बाउको मेडिकेट र पेडिकेट किनाहरू गरिसकेको यार त्यो पुरानो भएको चिजहरू के अलिक केही कुछ नयाँ सोच्न नयाँ त्यो कसैले नगरेको क्या नगरेको यो चाहिँ छ नयाँ चाहिँ अब औँठी हैन औँठी पनि तेरो उसले दिएको छ कि छैन देख्छ छैन सबैले देख्छ नि त छोड्दैन आफैलाई अब हामीले भनेको कुरा पनि सुन्दैन तँ आफै सोच तँ आफै चाहिँ तेरै त केटी हो कसैले नदिएको नयाँ चिज सुनको चेन हे चुप लाग्यो ए कानको इयरिङ र चार्जर दियो भने राम्रो हुन्छ होला है केटा हो मलाई चाहिँ त्यस्तो लाग्दैछ झुम्का र त्यो चार्जर मोबाइलको किन पो बोलाइसो केटा यहाँ घर पछाडि फेरि डाँडामा कुरो यसो नि काका यो सपन भन्ने मान्छे खासै गतिलो होइन रहेछ होइन के साह्रो खाएको बिहानदेखि बेलुकैसम्म 24 घन्टा राति सपनामा नि खाएकै देख्छ होला भन्नु त यहाँ अङ्ग्रेजीको मास्टर भन्छ यसको मास्टर हो कि उसैको घरमा बसाइ छ धेर कुरो काट्नु आउँदैन हामीलाई फेरि अब जुन केटीको लागि भनेर आएको त्यो केटी पहिला गइहाल्यो अब अर्को केटी अब त्यसलाई फकाउन कसरी बच्चा बच्ची हो र फकाउनलाई चक्लेट दिएर हौ सजिलो त केही छैन नि हो बाटा घरे संसारमा केही सजिलो छ त
उहाँ निन्द्र नलाग्नेले निन्द्र लाग्ने औषधि खानुपर्छ, सजिलो छ त। भोक नलाग्नेले औषधि खानुपर्छ भोक लगाउनलाई, सजिलो छ त। पैसा नहुनेले कमाउनलाई दुनियाँ थोक गर्नुपर्छ, सजिलो छ त। फेरि पैसा हुनेले पनि त पैसा थन्को मनको लाउनलाई विभिन्न दिमाग लाउनुपर्छ, सजिलो त केही पनि छैन नि। संसारलाई सजिलो सम्झेर अगाडि बढ्ने हो, सजिलो केही हुँदैन। पकाएर दिएको भात खानु त चबाउनु पर्छ, त्यत्तिकै जाँदैन, नचाहिने कुरा गर्छ। कि म चाहिँ लागौँ काका? घरमा अब सुँगुरलाई पनि अब चारो सारो, बुढीलाई केही आउने होइन, सब गर्नुपर्छ मैले। मर्छ होला भोकले, लाग्दिउँ काका? के अरे पहिला तै उचालेको होइन, जुरुक जुरुक पारेर त्यो सुँगुर काट्ने ठाउँबाट लिएर आएर मासु पकाउँदा पनि जाउँ कि जाउँ भन्ने तै होइन। अनि अहिले त आफै फेरि बिचमा छोडेर जान्छु भन्न पाउँछस्? यहाँ कुरो फत्ते गरेर जानुपर्छ, होइन भने साथमै जानुपर्छ, नचाहिने कुरा। अब यो मामा फुपूको कुरा कता केलाउँदैछ, माछा केलाए जस्तो। साइनो हो केलाउँछ नि, छोड्दैन। यिनीहरूले मिलाउला नि त, अब हेरौँ न एक दुई दिन। होइन यो डाँडामा चाहिँ नेपालकै फोन टिप्छ कि क्या हो? बाटा घरे के को टिप्नु? यो लसुन केलाउनु बरु सजिलो पर्ला, यो साइनो केलाउनु चाहिँ गाह्रै रहेछ है दाजु। हो नि भाइ, अब झन् नयाँ सम्बन्ध गाँसौँ भनेको, अब कसरी मिलाउने होला, गाह्रो पो रहेछ त। अलिक चाँडो चाँडै गर्नुपर्छ है ल। आगो त ज्यादा भयो भने सब्जी डढ्छ, यो सम्बन्ध भन्ने कुरोमा छिटो गर्नु हुँदैन नि दाजु, धन बिग्रेर जान्छ त। अब चाहिँ कति दिन लाग्ला हो ठ्याक्कै भन्नु त? 365। 365? 365 दिनै लाग्छ? 365 दिन होइन हौ दाजु, त्यो त मेरो यहाँको बाँकी पो त, तपाईँको बिहाको गफ गर्दा खाएको। तिर्दिनुहोस्, मेरोमा त यहाँ खुचरा छैन, त्यसको लागि त अब कति दिन पनि लाग्दैन, नसुर्ताउनु न। त्यति चाहिँ अब भइहाल्छ नि, तर हाम्रो काम चाहिँ छिटो छिटो हुनु पर्यो है दाजु। यो रक्सी र ट्याक्सी भन्ने कुरो चाहिँ ज्यादा स्पिड गर्नु हुँदैन, नालामा पो पस्छ त, यसलाई बिस्तारै मिलाएर लानुपर्छ। भइहाल्छ नि। हेमा, क्षमा के भयो? कति छ मेरो बाँकी? 365। 365? ल ल लिनु न। तिन 300 मात्रै छ त, 65 चाहिँ पछि। तिमीलाई देखेर हिमालु हाँसेको, तिम्रो गीत सुनेर मुनालु नाचेको, कस्तो लाग्यो? दामी लाग्यो? मैले खुद लेखेको तिम्रो लागि यो कविता, हिजो मात्रै तातो लेखेको यो कविता, दामी लाग्यो? छिप तिम्रो लागि लेखिदिएको, तिम्रो लागि उपहार। तिमी र म अब मिल्नु पर्छ, हाम्रो बिचमा कोही आइहाल्यो भने यसरी नै मिल्नु पर्छ। हाम्रो बिचमा सारा संसारै आए पनि हाम्रो मायाको रापले जल्नेछ सबै। अनि मेरो दाइ चाहिँ? तिम्रो दाइ पनि त्यसरी नै खरानी कोइला हुनेछ। तिम्रो दाइसँग कहाँ डराउँछ म फेरि? अब दादा भन्छ तेरो म पहिला कपाल काट्नु कि घाँटी काट्नु? कपाल त मैले हिजै काटेर आएको, अन्त कलर पनि लाएर आएको। अब काटि नै दिनुहुन्छ भने चाहिँ यी नङ काटिदिनुहोस् न मेरो। नङ होइन कि, तेरो जिन्दगीभर बाउ नहुने त्यो काटिदिन्छु नि। पक्कै के भयो? जुरुक्कै उठिस् त, निन्द्रामा के भयो? के भयो? धन्न दिन्जेर मात्र साला यो जुनेलीको दाजुले झन्डै टावर काटिदिएको, त्यहाँदेखि न नेटवर्क लाग्थ्यो न के हुन्थ्यो। धन्न दिन्जेर न्यु झन्डै टावर गएको न्यु मेरो। खाना खाने रेडी छ भक्ते?
सब्जी के छ खानामा के छ ससेट आम्मै ससेसको कुरा नगर ससेसको कुरा नगर एक दुई दिन बरु म जुनेलीको घर पनि जान्दिनँ म के खान्दिनँ अलिकति पावर त राख्नु पर्यो नि त गिम्जेर मात्रै न्यु धन्दा भक्तै भान्जी ओ भान्जी हजुर ए मामाको रहेछ नमस्ते नमस्ते भित्र आउनु नि होइन हामी सानो काम लिएको आउनु बस्नु पढाहरू चाहिँ कस्तो चल्दैछ अन्त अहिले? पढाइ त राम्रै चल्दैछ तर स्कुलमा त पिटाइ खाएको छु नि मिसको बुढाले अर्को बिहा गरेको त्यसको रिस्ता हामी माथिको उठाइरहेछ अनि प्रिन्सिपल सरलाई भन्नु कम्प्लेन गरिदिनु भइहाल्छ त प्रिन्सिपलको पनि बुढी हरायो भन्दै थियो झन् पिटाइ खानुपर्छ तपाईँ चाहिँ केसको कुरा ल्याउनु भएको थियो पोइन्टमा आउनु न मामा हाम्रो जुनेली छ है जुनेली छ त के भयो मामा जुनेलीलाई एउटा सामान दिनुपर्छ कि तिमी दिनु सक्छौ मेरो यसमा के फाइदा छ र मेरो झन् घरको कामहरू छ टन्न होमवर्क छ त्यो कसले गरिदिन्छ अब एउटै सल्युसन छ गान्धी बुवा नबोल्ने पनि बोल्छ आइसले पनि पोल्छ त्यस्तो पावर हुन्छ है गान्धी बुवामा कस्तो सामान छ गुरुङ त्यहाँ बोक्नु सक्दिन नि फेरि हलुङ्ग छ ललिपप अनि कानको टप यो ललिपप यो कानको टप यो लगिदिनु है भान्जी ओके तर पैसा त क्यास हुनुपर्छ है नो क्रेडिट नो चेक हो दाजु दिइहाल पुरा फिक्स भयो दिन त दिन्छु फेरि दिएर काम भएन भने त म त उता त नफर्किँदा हुन्छ नि मलाई त बर्बादै हुन्छ नि फेरि गाह्रो पो हुन्छ त भाइ ल भनिहाल्यो भाइले लु भान्जी क्यास पहिला त मैले जुनेली र चार्जर र त्यो एरिङ मात्रै देख्थेँ नि त होइन मेरो र जुनेलीको यस्तो भएपछि त्यो अहिले नयाँ लन्च भएको मोबाइल कुन चाहिँ रे फ्याक्सल कि स्याक्सल भन्ने औ त्यो मोबाइल पनि दिन्छु हनीमुनको लागि म तल जामुनेमा लान्छु इन्द्रेणी ब्रिजको छेउमा खोला सल्लाह बग्दै हाम्रो प्रेम कथा सुनाउँदै उनलाई ए पर स्काई वक पनि खोलेको छ लभ डाँडामा पर लिनु बस्नु क्या त्यहाँ गएर फोटो सोटो खिच्नु त त्यहाँनिर गएर हामी दुईजना त सेल्फी हान्ने क्या त्यहाँनिर खानु चाहिँ कहाँ खोज्छस् अन्त त्यो बिहा भइसकेर त्यो हनीमुन सनीमुन हाम्रो टुली टुलाई उसलाई सपिङ गरिसकेर तिमीलाई के सुर्ता लिन्छस् के खान्छस् होइन त्यो अरू कुरा चाहिँ छोड्दै कि साली चाहिँ मलाई मिलाइदियो है तेरो कान्छी कान्छी माइली मेरो साली तिमीहरू अब कति 5 जनामा जसले टुन्छस् जसले मलाई माइली चुप लाग्न अन्त के खान्छस् रैला पार्टी एकदमै खुङखार पार्टी गर्नुपर्छ क्या त्यो लेङ्गा पनि नि पुरानो भइसकेको छ है जुनेली लेङ्गा पुरा आउनुपर्छ कि नयाँ लेङ्गा किन्नुपर्छ जुनेलाई नयाँ लेङ्गा त्यसलाई त हेरेर अब झन् टल्किने त्यसै जुनेली टल्किएको झन् टल्काइदिउँ भनेर जुनेली बेलुका मात्रै टल्किन्छ अरू बेला तले दिउँसो टल्किने भने दिउँसो टल्किँदा देख्दैन त त्यही भएर सुनले टल्किँदैन ए सुन त लगाइदिन्छु नि हौ पहिलो सुन भन्दा हिरा चाहिँ दामी टल्किन्छ पहिलो डायमन्ड ए नापेर यसले हिरा कहाँबाट ल्याउँछ हिरा चाहिँ उसको लागि त पित्ता यताको किडनी यहाँको किडनी सबै पनि दिन्छु नि बेचेर उसलाई अब टल्काइदिन्छु त्यतिको चाहिँ माया गर्दैछ यसले माया गर्छ यसले। माया चाहिँ खतरा गर्दैछ त्यतिको चाहिँ यसले लेला मजनुको चाहिँ रेकर्ड ब्रेक गर्ने रहेछ माया गर्छु त्यतिको चाहिँ माया गर्छु झनै बेसी माया गर्छु जुनेलीलाई ल खाना खुवाउँ धन्यवाद ल
कस्तो भयो ए राम्रो छ, हामीलाई त पुग्छ। हजुरहरू पनि लिनुहोस् न। अब यो सिकुटी माछा त साह्रै मिठो हो। यही तल खोलाको होला नि। कहाँ हुनु हौ यो खोलामा सब कलकत्ताबाट आउँछ यता माछा पिरो अलिकति कम्ती रहेछ। यताकै अर्ग्यानिक डल्ले खोर्सानी छ? भन सब्जीमै हालिदिएको थियो त हौ खोर्सानी भेट्नु भएन होइन, मेरो टोक्ने बानी छ। मैले त 3-3 वटा भेटिसकेँ त। अनि तैँले एउटा पनि भेटेको छैन खोर्सानी? हौ धेरै पिरो खानु हुँदैन हौ, गाँडो जान्छ, गोला हुन्छ। ल यो सुकेको खोर्सानी रहेछ अब यो पिरो मानेर खानु त्यहाँ हेर्दै खानुहोस् है चाङ्लेको बच्चाहरू पो हुन्छ कसैमा अब खाना खा पिरो। कहिले हिरो भएर मागेको होइन खोर्सानी खा। अब त जिन्दगीमा खाँदिनँ यो खोर्सानी पिरो भन्ने चिज त। नखाएकै राम्रो। आफू त केटी हेर्नु आएको, फेरि पिरोले पेट बिग्रियो भने कहाँ मिसनै असफल हुन्छ। नेपालबाट चाहिँ मान्छे किन आएको रहेछ हौ? त्यो सिगरेट मिसन हो सबै कुरो नसुधिरहौ न भन्नु हुँदैन औ छेमा रक्सी त फुलको पो बनायो क्या हो तना पत्ला हन अरू बेला त रक्सीमा पानी पो फिर्थ्यौ त नेपाली त पानीमा रक्सी पो हाल्यो क्या हो आज किन पानी भेटिनस्? होइन हौ छेमा पानी त भेटे कि पानीमा रक्सी पो भेटिन त हे यहाँ चाहिँ त्यस्तो हुँदैन है ल। कहाँबाट खाएर आइस यहाँ गफ दिइरहन्छस्? रक्सी खाएर मुतेको जग्गामा पनि क्या सुँगेरै चिनिदिन्छु रम हो कि ब्रान्डी हो कि विस्की हो कि के हो भनेर त्यति चाहिँ ट्यालेन्ट छ नि बाबा बेसी गफ नदे, त्यो पुरानो बाँकी चाहिँ छिट्टो दिएर जा। तँलाई बाँकी पनि दिनु, तेरो दुनियाँभरको डाइलग पनि सुन्नु। ओ भान्जी त्यो के हाम्रो मिसन के भयो मैले भनेको होइन अलिक टाइम लाग्छ भनेर। अरूलाई दिनु म पैसा पनि फर्काइदिन्छु। नरिसाउनु हो भान्जी मैले त्यस्तो के भने हो तिमी त मेरो मुटुको टुक्रा हो त पित्ताको टुक्रा कलेजोको टुक्रा काम हुन्छ टाइम लाग्छ बुझ्यो। प्रतीक्षाको फल मिठो हुन्छ ल म लागे। दार्जिलिङको चिया फर्सीको एलै कहिले हुने बिहा फर्सी ठ्याक्कै कुरा गर्दै थिए चियाको मिलाएर तेरो बिहाको ठ्याक्कैले यस्तो। अनि हौ हामी यसै गरी बसिराख्ने हो त नारायण गोपालको गीत गाए जस्तो यसै गरी बिताइदिन्छु 2 दिनको जिन्दगी भने जस्तो। के गर्ने कसरी हो कुरो चाहिँ टेन्सन नलिनु न, कुरा त फिक्स हुने भयो नि। भान्जीको च्यानलबाट गएको लाइन क्लियर छ क्या। नचाहिने कुरा गर्छ। अस्ति फुपूको छोराको लाइनबाट भनेर ढोकासम्म पुर्याउने भनेको के गरेको मिलेन। अब फेरि अहिले उता भान्जीबाट कुन च्यानल गर्दा त माइनस प्लस हुन्छ र झ्यार हुन्छ है कुरो बुझ्ने करेन्ट लाग्छ नि बितामा। अब टेन्सन छैन, कुरा मिलाइसक्यो, अब सिधै गरिन्छ बिहे। कानमा टप मुखमा ललिपप अनि
लालीपप टप लप उही अब भन्ने कथा मात्रै त हो नि, हाम्रो हातमा केही छैन। पर्खिनुको विकल्प छैन, पर्ख र हेर। भक्तै भक्तै बाजे के भयो? सुन न, म अघि दिन तिमीलाई पर्खेको हौ। छिटो भन्नुहोस्, पर्खेको बोजू घरमा एक्लै छन्। एउटा काम गरिदिन्छौ? के? ओ के अरे जुनेली भाउजूलाई एउटा सामान दिन्छु कि लगिदेऊ न। लगिदिँदिन त। किन? बोजू घरमा एक्लै छ, म गरिदिँदिन काम। 50 रुपियाँ दिन्छु के? ए ल ल। यो चाहिँ सामान, यो चाहिँ तिम्रो गाडी भाडा। लगिदिनु ल, लगिदेऊ नि फेरि। हुन्छ गएको ल। हुन्छ। के त्यो पठाएको रहेछ खै हेरौँ। चक्लेट रहेछ, खाइदिन्छु म अब। दुईटा रहेछ, एउटा अहिले खान्छु, एउटा बढाइ खान्छु। मेरो त केही काम नभएको जस्तै। उसको सामान, यसको सामान, उनीहरू लभ पर्ने, म चाहिँ पोस्टम्यान। नमस्कारै भो, भान्जीको च्यानल त कडै रहेछ नि। लु मायाले संसार थाम्दैन। गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको। गाउँ घरको कथा भन्छु गाउँमै हुर्केको। के कुरा गर्नु उनले पाखुरा सुर्केको। के कुरा गर्नु उनले पाखुरा सुर्केको। भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ। भएको दुईटा पाख्रेदारी पनि खुर्किन्छ। हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ। हाम्रो दाइ त राम्रो भन्दा दामी फुर्किन्छ। यो हो फुर्के नम्बर 1, यो हो फुर्के नम्बर 1, ओ हो फुर्के